सो हेलो एभ्रिवान, आजको यस भिडियोमा चाहिँ म फ्री वर्ल्डिङ अथवा तपाईँको फोनमा वर्ल्डिङ एप छ, तपाईँको घरमा वर्ल्डिङको नेट जोड्नु भएको छ भने वर्ल्डिङको फ्री वाइफाईले कसरी कनेक्ट गर्ने भनेर यो भिडियो बनाएको छु। यसको लागि चाहिँ म मेरो फोनको स्क्रिन सेयर गर्न चाहन्छु। सर्वप्रथम त मैले स्क्रिन सेयर अन गरेँ। ल सबैभन्दा सुरुमा चाहिँ प्ले स्टोर अथवा एप स्टोरमा गएर तपाईँको वर्ल्डिङ माई वर्ल्डिङ भन्ने एप हुन्छ हो, त्यसलाई इन्स्टल गर्नु होला। एप इन्स्टल भइसकेको छ, यसपछि ओपन गर्नु होला। त्यतिपट्टि स्किप टु लगइन भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर हजुरले आफ्नो फोन नम्बर हाल्नु होला। नेट मैले मेरो फोन नम्बर हालेँ। र मेरो फोनमा ओटिपी आइसकेको छ। ओटिपी आइसकेपछि तपाईँले त्यसलाई कन्टिन्यू गरेर एकाउन्ट खोल्नु होला। खोलिसकेपछि हेर्नु त यस्तो इन्टरफेस आउनेछ। यस्तो इन्टरफेस आएपछि तलपट्टि यहाँ मेनु भनेर देखाएको छ, हेर्नु त कुनामा, त्यो मेनुमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तल हेर्नु त अलिकति तल सारेर कस्टमर लगइन पासवर्ड भनेर दिएको छ, त्यहाँनिर क्लिक गर्नु होला। र त्यसपछि रिसेट पासवर्डमा एकचोटि क्लिक गरेर यस आई एम स्योर भनिदिनु होला। यति गरिदिइसक्नु भएपछि चाहिँ तपाईँको फोनमा एउटा पासवर्ड अटो जेनेरेटेड भएर अब कसरी कनेक्ट गर्ने भन्दाखेरि यहाँ हेर्नु है त, मेरो मेसेजमा वर्ल्डिङको पासवर्ड आइसकेको छ। अब यो पासवर्डलाई चाहिँ कपी गर्नु होला। यो कपीलाई कपी गर्नु होला। तपाईँको युजर नेम के छ, त्यसपछि वाइफाईमा जानु होला र त्यहाँनिर माई वर्ल्डिङ भन्ने एप आएको हुन्छ नि, जब तपाईँ हस्पिटल अथवा कहीँ पब्लिक प्लेसेसमा जानुहुन्छ त्यसमा क्लिक गर्नु होला। र त्यसमा क्लिक गरिसकेपछि त्यहाँनिर दुईवटा इन्टरफेस आउँछ, माथि एउटा हाल्ने, तल एउटा हाल्ने। माथि हाल्नेमा तपाईँको युजर नेम हाल्नु होला र तल हाल्नेमा चाहिँ त्यो अघि हामीले हालेको पासवर्ड जुन छ त्यो हाल्नु होला। युजर नेम चाहिँ कहाँ देखाउँछ भनेर मैले अघि भनिहालेँ, माई वर्ल्डिङ एपमा माथिपट्टि युजर नेम देखाउँछ। यति गरिसकेपछि तपाईँको फ्री वर्ल्डिङ कनेक्ट हुनेछ।